नमस्कार। लोकसेवा परीक्षा सारथी युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। विक्रम 2081 साल फागुन 21 गते बुधबार गोरखापत्रमा प्रकाशित भएका वस्तुगत प्रश्नोत्तर लिएर हामी उपस्थित भएका छौँ। आशा छ तपाईलाई गोरखापत्रले तपाईको अध्ययनमा निकै नै फाइदा पुर्याइराखेको छ र लोकसेवा परीक्षा सारथी युट्युब च्यानलमा अपलोड भएका भिडियोहरू मार्फत पनि तपाईहरुको अध्ययन अघि बढिराखेको छ भन्ने अपेक्षा राखेका छौँ। आशा छ यो भिडियोले तपाईको अध्ययनमा अझ थप सेवा पुर्याउनेछ र तपाईहरुलाई अध्ययनशील बनाउनको लागि सघाउ पुर्याउनेछ। तपाईहरुलाई हाम्रो च्यानलमा अपलोड भएका भिडियोहरू कस्तो लागिरहेको छ कृपया कमेन्ट, सल्लाह, सुझाव र प्रतिक्रिया कमेन्ट मार्फत दिन सक्नुहुनेछ भन्दै प्रश्न सुरु गर्न चाहन्छु। प्रश्न नम्बर 1 मा रहेको छ नेपाल मुक्तक प्रतिष्ठानको 12औं वार्षिक उत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन्? नेपाल मुक्तक प्रतिष्ठानको 12औं वार्षिक उत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित हुने सर्जक मुक्तकार नन्द हाङखिम हुन्। उनले रु 51,000 रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। त्यसैगरी कृष्णरतन चेतन मुक्तक पुरस्कार रहेको थियो। अर्को राशि रु 31,000 को खगेन्द्र गिरीलाई प्रदान गरिएको छ। कोपिला पुस्तकलाई प्रदान गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठानको 12औं वार्षिक उत्सवको अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित हुने सर्जक मुक्तकार नन्द हाङखिम हुनुहुन्छ। त्यस्तै प्रश्न 2 रहेको छ भारत सरकारद्वारा सन् 2025 मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन्? भारत सरकारद्वारा सन् 2025 मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व साहित्यकार गीता उपाध्याय आसाम र लोक कलाकार नरेन गुरुङ सिक्किमको हुनुभएको छ। दुईजना नेपाली भाषीलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मुद्वारा नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरिएको थियो। भारत सरकारद्वारा सन् 2025 मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट साहित्यकार गीता उपाध्याय आसाम र लोककलाकार नरेन गुरुङ सिक्किमलाई प्रदान गरिएको छ। त्यस्तै प्रश्न 3 रहेको छ राष्ट्रिय खेलकुद परिषद राखेपले 10औं राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो? राष्ट्रिय खेलकुद परिषद राखेपले यो 10औं राष्ट्रिय खेलकुदको मिति तोकेको छ। नयाँ मिति यहाँभन्दा अघिल्लोमा चैत्रमा हुने भनेर चाहिँ सार्वजनिक गरेको थियो भने अहिले विक्रम सम्वत 2082 साल जेठ 3 गतेदेखि 10 गतेसम्म कर्णाली प्रदेशमा हुने भनेर सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद परिषदको फागुन 15 को बोर्ड बैठकले सो मिति तोकेको थियो। यसअघि राखेपले 10औं राष्ट्रिय खेलकुद 2081 साल चैत्र 23 गतेदेखि 30 गतेसम्म गर्ने निर्णय गरेको थियो। फागुन 15 मा भएको राखेपको 121औं बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद 2082 साल जेठ 17 देखि 21 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। यसरी राष्ट्रिय खेलकुद परिषदले 10औं राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति 2082 साल जेठ 3 गतेदेखि 10 गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। सारको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्दछ? सारको नीति तर्जुमा गर्ने कार्य मन्त्री परिषदले गर्दछ। निकै महत्त्वपूर्ण प्रश्न पनि हो। सारको नीति तर्जुमा गर्ने अङ्ग मन्त्री परिषद हो। प्रश्न 5 रहेको छ अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो? यो प्रश्न सुन्दाखेरि पनि अनौठो लाग्न सक्छ, यस्तो पनि हो र भन्ने जस्तो लाग्न सक्ने रहेछ। अंग्रेजी भाषालाई अहिलेसम्म आधिकारिक भाषाको रूपमा अमेरिकाले मान्यता दिएको रहेनछ। सन् 2025 मार्च 1 का दिनमा आधिकारिक भाषाको रूपमा मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। अमेरिकाको इतिहासमा पहिलोपटक कुनै पनि एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिएको यो पहिलो पटक हो। अंग्रेजी बाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णतः रोक भने नलगाइएको व्हाइट हाउसले जनाएको छ। राष्ट्रिय भाषाको रूपमा अंग्रेजीलाई घोषणा गरिनुले राष्ट्रिय एकता बलियो बन्ने र साझा संस्कृतिलाई बढावा पुग्ने व्हाइट हाउसले दाबी गरेको छ। अमेरिकी जनगणना ब्युरोको तथ्याङ्क अनुसार अमेरिकामा 350 भन्दा बढी भाषा बोलिन्छन्। ब्युरोको तथ्याङ्क अनुसार झन्डै 78% घरमा प्राथमिक भाषाको रूपमा अंग्रेजी बोल्ने गर्दछन्। राष्ट्रपति ट्रम्पको यो कदमले सन् 2000 मा पूर्व राष्ट्रपति विल क्लिन्टनले गैर अंग्रेजी भाषीलाई भाषा सहायता प्रदान गर्न संघीय एजेन्सी र संघीय अनुदान प्राप्तकर्तालाई आवश्यक पर्ने कागजात विभिन्न भाषामा तयार पार्न गरेको व्यवस्थालाई खारेज गरेको हो। अमेरिकाका 30 राज्यले अंग्रेजीलाई आफ्नो आधिकारिक भाषा घोषणा गरिसकेका छन्। यसरी सन् 2025 मार्च 1 का दिन अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको रूपमा प्रदान गरिएको छ। प्रश्न 6 नेपाली आकाशमा 6 वटा ग्रह एकसाथ कहिले देखिए? नेपाली आकाशमा 6 वटा ग्रह एकसाथ कहिले देखिए? विक्रम सम्वत 2081 साल माघ 14 गते अर्थात् सन् 2025 जनवरी 27 का दिन नेपाली आकाशमा 6 वटा ग्रह एउटै लाइनमा लस्करे देखिएका थिए। 4 वटा ग्रह शुक्र, मंगल, बृहस्पति र शनि नाङ्गो आँखाले पनि देख्न सकिने सूर्यको प्रकाशको परावर्तनले गर्दा सकिएको थियो भने 2 वटा ग्रह
अरुण वरुण टेलिस्कोपबाट देख्न सकिएको थियो। उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिएको हो। कीर्तिपुर स्थित बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जर्भेटरी र विज्ञान संग्रहालय विकास समितिले माघ 14 गते साँझ 6 बजेदेखि 8 बजेसम्म टेलिस्कोपबाट 6वटा ग्रहलाई देखिएको थियो। नेपाली आकाशमा 6वटा ग्रह विक्रम सम्वत 2081 साल माघ 14 गते अर्थात् सन् 2025 जनवरी 27 मा। मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ? मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई जेरोन्टोलोजी भनिन्छ। जिनसँग जिन जेरेन्टो है। मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई जेरोन्टोलोजी भनिन्छ। प्रश्न 8 रहेको छ 97औं संस्करणको ओस्कर अवार्ड 2025 मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो? 97औं संस्करणको ओस्कर अवार्ड 2025 मा उत्कृष्ट चलचित्र उपाधि जित्न सफल चलचित्र हो अनोरा। अमेरिकाको लस एन्जल्समा सम्पन्न ओस्कर अवार्ड समारोहमा यस वर्ष युवन कर्मीको कथामा आधारित चलचित्र अनोराले उत्कृष्ट चलचित्र सहित 5 विधामा अवार्ड जितेको छ। ओस्कर अवार्ड 2025 को मनोनयनका लागि नेपालबाट चलचित्र साम्बाला छनौट भएको थियो। ख्याल गर्नुहोला, ओस्कर अवार्ड 2025 को मनोनयनका लागि नेपालबाट चलचित्र साम्बाला छनौट भएको थियो। ओस्कर अवार्ड विजेता विधा एवं कलाकारहरूमा उत्कृष्ट चलचित्र अनोरा, उत्कृष्ट अभिनेता एड्रियन बोड्री द ब्रुटालिस्ट, उत्कृष्ट अभिनेत्री मिकी म्याड्सिन अनोरा, उत्कृष्ट सह-अभिनेता करेन कुल्किन अ रियल पेन, उत्कृष्ट सह-अभिनेत्री जोई साल्डाना इमेलिया पएज, उत्कृष्ट निर्देशक सिन बेकर अनोराबाटै। त्यस्तै गरी उत्कृष्ट छायाङ्कन लोल क्रली द ब्रुटालिस्ट, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अवार्ड आई एम स्टिल हेयर ब्राजिलियन चलचित्रले पाएको छ भने उत्कृष्ट ध्वनि ड्युन पार्ट 2, उत्कृष्ट दृश्य प्रभाव ड्युन पार्ट 2, उत्कृष्ट सर्ट फिल्म अवार्ड आई एम नट अ रोबोट डच एआई फिल्मको परेको छ भने उत्कृष्ट मौलिक गीतमा एलमाल चलचित्र एमिलिया पेरेजबाट परेको छ। उत्कृष्ट निर्माण डिजाइनमा विक्ट, उत्कृष्ट मौलिक कथा एनोरा, उत्कृष्ट सम्पादन सिन बेकार एनोरा, उत्कृष्ट डकुमेन्ट्री फिचर नो अदर ल्यान्ड, उत्कृष्ट एनिमेटेड फिचर फिल्म फ्लो, उत्कृष्ट एनिमेटेड सर्ट फिल्म सिरिन सोहानी होसेन मोलायमी चलचित्र इन द स्याडो अफ द सरप्राइज, उत्कृष्ट कस्ट्युम डिजाइनमा पल टेजवेल विक्टबाट, उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म मोली ओब्रिन र लिसा रोमेन्टिङ द ओन्ली गर्ल इन द अर्केस्ट्रा, त्यस्तै उत्कृष्ट मेकअप एन्ड हेयर स्टाइलिङमा द सबस्टेसन, उत्कृष्ट म्युजिकमा ओरिजिनल स्कोर डेनियल ब्लुमर्गको द बुटलिस्टबाट पाएको छ। ओरिजिनल स्कोर उत्कृष्ट म्युजिकमा डेनियल ब्लुमबर्गले। त्यस्तै प्रश्न 9 रहेको छ मानिसको शरीरमा इन्सुलिन हार्मोन गर्न अथवा उत्पादन गर्ने ग्रन्थि कुन हो भनेर सोधेको छ। मानिसको शरीरमा इन्सुलिन हार्मोन उत्पादन गर्ने ग्रन्थि प्याङ्क्रियाज ग्रन्थि हो। प्याङ्क्रियाजले इन्सुलिन हार्मोन उत्पादन गर्दछ। डायबिटिज सुगरका रोगी भएकाहरूको प्याङ्क्रियाज खराब हुन्छ र इन्सुलिन हार्मोन उत्पादन कम गर्न थाल्छ। मानिसको शरीरमा इन्सुलिन हार्मोन हुन्छ जुन प्याङ्क्रियाजले उत्पादन गर्दछ। प्रश्न 10 राजामाता वसन्तवतीले कुन नदीको किनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन्? राजामाता वसन्तवतीले कुन नदीको किनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन्? यो चेपे नदी हो। गोर्खा र लमजुङको सिमानामा पर्ने चेपे नदीमा राजामाता वसन्तवतीले दूधको धारा बगाई सन्धि गराएकी थिइन्। प्रश्न नम्बर 11 पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस डेटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन्? पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस डेटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक अनुसेहा अन्सारी हुन्। यी भारतीय मूलकी अमेरिकी नागरिक हुन्। अनुसेहा अन्सारी पहिलो महिला अन्तरिक्ष पर्यटक हुन्। अनुसेहा अन्सारी हुन् भने पुरुष पर्यटकमा डेनिस डेटो रहेका छन्। प्रश्न 12 नेटुवा जातिको बसोबास कहाँ रहेको छ? नेटुवा जातिको बसोबास कपिलवस्तुको सुदोधन गाउँपालिकामा रहेको छ। सुदोधनमा नेटुवा जातिको बसोबास रहेको छ। प्रश्न 13 नेपाल भाषाका महाकवि भनेर कसलाई चिनिन्छ? तपाईँ नझुकिनु होला। नेपाली भाषाका भनेको छैन, नेपाल भाषा। नेपाल भाषा भनेको नेवारी भाषा। नेपाल भाषाका महाकवि भनेर सिद्धिदास आमात्यलाई चिनिन्छ। नेपाली भाषाका महाकवि सिद्धिदास आमात्य। प्रश्न 14 रहेको छ केपी ओली कप फुटबल प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? केपी ओली कप फुटबल 2081 को उपाधि मचिन्द्र फुटबल क्लबले जितेको छ। दशरथ रङ्गशालामा 2081 साल फागुन
19 मा भएको फाइनल खेलमा मसिन्द्राले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई 2-0 ले हराउँदै लगातार तेस्रो पटक उपाधि हात पारेको हो। मसिन्द्राले 15,11,111 रुपियाँ र उपविजेता आर्मीले 5 लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको फाइनलको प्रमुख अतिथिका रूपमा 5 पटक फिफा विश्वकप खेलेका र इटालीलाई विश्व च्याम्पियन बनाएका इटालियन गोलरक्षक जियानालुगी बुफेन रहेका थिए। मसिन्द्राका शनि श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका छन् भने आर्मीका निराजन धामी उदयमान खेलाडी घोषित भएका छन्। केपी ओली कप फुटबल प्रतियोगिता 2081 को उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ। मछिन्द्रले खेल गर्नुहोला टिम त्रिभुवन आर्मी क्लबलाई 2-0 ले हराउँदै लगातार तेस्रो पटक यो उपाधि हात पारेको हो। प्रश्न 15 रहेको छ, सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन्? सर्वप्रथम क्यासेट टेपको आविष्कार लाउ ओन्टेसले गरेका हुन्। क्यासेट भन्ने बित्तिकै लाउड स्पिकर भनेर सुन्नु होला, लाउड स्पिकरमा लाउ आयो। सर्वप्रथम क्यासेट टेपको आविष्कार लाउ ओटेन्सले गरेका हुन्। निकै सजिलो पनि छ, सर्वप्रथम क्यासेट भन्ने बित्तिकै लाउड स्पिकर सम्झिने र लाउ भनेर सम्झियो भने पनि यसको उत्तर सहज तरिकाले सम्झन सकिन्छ। प्रश्न 16 रहेको छ, नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षकमा को नियुक्ति भएका छन्? नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षकमा म्याट रोस अस्ट्रेलियाका प्रशिक्षक म्याट रोस परेका छन्। विक्रम सम्वत 2081 साल फागुन 18 गते उनलाई नियुक्ति गरिएको हो। सिद्ध कैलाश गुफा कहाँ रहेको छ? सिद्ध कैलाश गुफा सल्यानमा रहेको छ। निकै महत्त्वपूर्ण प्रश्न पनि हो। सिद्ध कैलाश गुफा सल्यान भनेर सम्झनु होला। सर्वप्रथम क्यासेट सेटको आविष्कार लाउ ओटेन्सले गरेका हुन् भने नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षकको नियुक्ति म्याट रोस भएका छन्, अस्ट्रेलियाका प्रशिक्षक। विक्रम सम्वत 2081 साल फागुन 18 गते। प्रश्न 18 रहेको छ, शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो भन्ने विद्वान को हुन्? शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो भन्ने विद्वान मार्क भान डोरेन हुन्। अमेरिकी कवि मार्क भान डोरेनले शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो भनेर भनेका थिए। प्रश्न 19 रहेको छ, प्राचीन कालमा चोभारलाई कच्छपालगिरी भनेर चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनेर चिनिन्थ्यो? प्राचीन कालमा चोभारलाई कच्छपालगिरी भनेर चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई दोलाद्रीगिरी भनेर चिनिन्थ्यो। ख्याल गर्नु होला, दोलाद्रीगिरी भनेर चिनिन्थ्यो। यो चोभारलाई कच्छपालगिरी भनिन्थ्यो भने चाँगुनारायणलाई दोलाद्रीगिरी भनेर भनिन्थ्यो। प्रश्न नम्बर 20 रहेको छ, पिछडिएका जनताको जीवन स्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ? पिछडिएको जनताको जीवन स्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ? यसलाई हामी ट्याक्स होलिडे भन्छौँ। नेपाल 2 पटकसम्म ट्याक्स होलिडेमा परेको छ। ख्याल गर्नु होला, पिछडिएका जनताको जीवन स्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई ट्याक्स होलिडे पनि भनिन्छ। अर्को हाम्रो बजेट होलिडे पनि भनेको थियो है, ख्याल गर्नु होला। त्यस्तै प्रश्न 21 रहेको छ, लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो? निकै सजिलो प्रश्न पनि हो। लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान बाटुले चौर कास्की हो। बाटुले चौर कास्कीमा गन्धर्व जातिको मुख्य वासस्थान रहेको छ। यसभन्दा अगाडि हामीले प्रस्तुत गरेको भिडियो गण्डकी 5 औँ सोधेको थियो। दुरा जातिको मुख्य वासस्थान रहेको क्षेत्र कुन हो भनेर सोधेको थियो? लमजुङ। लमजुङको दुरा डाँडे दाई भनेर सम्झने। दुरा जातिहरूको मुख्य वासस्थान रहेको क्षेत्र लमजुङ हो। यहाँ लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान बाटुले चौर कास्की भनेर दिएको प्रश्न हो। प्रश्न नम्बर 22 रहेको छ, एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्ताव उप पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ? एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेश भएको प्रस्ताव उप पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ? यसलाई हामी पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भन्दछौँ। ख्याल गर्नु होला, प्रश्न लामो भए पनि
पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भन्छौँ। एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नको लागि पेश भएको प्रस्ताव उप पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भनेर भन्दछौँ। हवस् त यो प्रश्न 22 सँगसँगै आजको लागि लोकसेवा परीक्षा सारथी युट्युब च्यानलमा 2081 साल फागुन 21 गते गोरखापत्रमा प्रकाशित भएका लोकसेवा वस्तुगत प्रश्नहरू सकिएको छ। म तपाईहरुलाई आजको प्रश्न दिन चाहन्छु। तपाईहरुले कमेन्ट मार्फत प्रश्नको उत्तर दिनुहोला। वर्तमान प्रधान न्यायाधीश प्रकाश सिंह राउत नेपालका कतिऔं प्रधान न्यायाधीश हुन्? वर्तमान प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत नेपालका कतिऔं प्रधान न्यायाधीश हुन्? तपाईहरुले कृपया कमेन्ट बक्समा उत्तर लेख्नुहोला। र तपाईहरुलाई यो विषय जानकारी थिएन भने अघिल्लो समसामयिक खण्डमा हेर्नुभयो भने यसको एन्सर पनि पत्ता लाग्नेछ। सकेसम्म तपाईहरुले खोजेर पढेर अध्ययन गरेर यसको एन्सर दिनुहुनेछ भन्ने आशा राख्दै आजको भिडियोबाट म प्रस्तोता र सँगै सम्पूर्ण लोकसेवा परीक्षा सारथी युनिट टिम बिदा चाहन्छ। अन्य भिडियोमा तपाई हाम्रो भेट पक्कै हुनेछ। तबसम्मलाई हामी सम्पूर्णलाई बिदा दिनुहोस्। नमस्कार।